देश एउटा शोकाकुलमा डुबेको बेलामा हेर्नुस् यस्ता यस्ता मानिसहरूले कसरी फाइदा लुटेका छन्, कसरी अमानवीय व्यवहार देखाइरहेका छन्। हेर्नुस्, नोट गर्नु है, हेर्नुस्। यो मान्छेलाई म नेपाल सरकारलाई अनुरोध गर्छु कि यस्ता नालायक मान्छेहरूलाई कारवाही गरोस्। मान्छे मरेको छ, कति जन धनको क्षति भएको छ, राज्यलाई यति धेरै विपत्ति परेको बेलामा लास निकाल्न सहयोग गर्न काँचका कानको सुनहरू निकालेर हेरे त के गरेको होला यार, कस्तो होला कि मान्छेहरू यार। कडा कारवाही गर्नुपर्छ। हेर्नुहोस्, यस्ता मान्छेहरूलाई कडा कारवाही गर्नुपर्छ। नेपाल सरकार प्लिज यो कुरा जति सक्दो सेयर गर्नु, नेपाल सरकारसम्म पुर्याउनु।